अहिलेको बाटो त के थियो र फेरि नयाँ च्यालेन्ज आइसकेको छ हाम्रो लागि र अब हाम्रो यो अगाडि छन् बिकी दाई, उहाँले त पार गर्ला। त्यसको पछाडि छ नारायण भाइस क्याप्टेन। त्यसको पछाडि जाँदै हुनुहुन्छ प्रजापतिजी, प्रवेश प्रजापतिजी। म त जसो तसो गरेर पार गरिहालौँला। तर हाम्रो यमन सरलाई, यमनजी यता हेर्नुहोस् त, उहाँले पार गर्न सक्नु होला त यो बाटो? ल भन्नुहोस्। जनता जान्न चाहन्छ। सक्ला र यहाँ बसी जानु भएको छ हाम्रो बिकी दाई र उहाँले पास त घरला जस्तो लागिरह र हाम्रो नारायण चिप्लेटी खेल्दै यहाँ तल त पुग्दैन नि, पुग्दैन भनेपछि उहाँले पास गर्नुहुन्छ त। अब उहाँ नि बसेर जानुपर्ने हुन्छ जतिसम्म लाग्छ। ल नबसिकन जानुभयो। ल अब हाम्रो यमनजीले चाहिँ सबसे बढी च्यालेन्ज भनेको हाम्रो यमनजीलाई हो। यमनजीले यस्तो खाल्टो भएको बाटो हो, यहाँबाट जान त मिलेन। यो पार गर्न सक्नु होला त? के लाग्छ तपाईँलाई? भन्नुहोस्, यो कमेन्टमा भन्नु होला। यो सक्छ कि सक्दैन त? यहाँबाट चिप्लैला कि नचिप्लैला? र